तपाईँ एमालेको जेन्जी नै हो? म यसरी एमालेको जेन्जी नै हुँ भनेर चाहिँ म यसरी चाहिँ भन्दिनँ, तर म चाहिँ जेन्जी भित्रै पर्छु। तर तपाईँले त्यो विरोध कार्यक्रममा म एमालेको जेन्जी हो भनेर तपाईँले दोहोऱ्याएर भन्नुभएको छ नि। हजुर, अब त्यो चाहिँ एमाले आयोजना गरेको जनजागरण सभा थियो। त्यस कारणले चाहिँ मैले त्यतिखेरै सम्बोधन गरेको हो नि त यो, त्यही भएर चाहिँ मैले भनेको हो। तपाईँ एमाले जेन्जी हो होइन? म चाहिँ कुनै पार्टीबाट त्यसरी होइन, म सिधै अब जेन्जी भित्रै पर्छु र जेन्जी नै हो। त्यसकै लागि म एमालेको जेन्जी हो भनेर तपाईँले भाषण गर्नुभयो? हजुर, म भनेको चाहिँ थिएँ। हजुर, किन ढाट्नु, मैले भनेको थिएँ। तपाईँ एमालेको जेन्जी होइन? होइन। अझ दोहोऱ्याएर भन्छु। होइन। होइन। ओहो नानी, अस्ति त म त एमालेको जेन्जी हो, हामी घोर भ्रष्टाचार गर्न चाहन्छौँ भन्दै फुर्दै थियौ त, अनि अहिले के पो मासु भातले डुबायो? उहाँ कसैको पनि जेन्जी होइन के, मम्मी कम खाना खानुहुन्छ भनेर मम्मीको सट्टा खाना खान आइदिनु भएको रे।